वेलकम टु माई न्यू ब्लग। आइब सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाकै छु है। अनि अब मलाई चाहिँ अब अलिअलि टिकटकमा देख्नुभयो होला र आज प्रत्यक्ष हजुरहरूको माझमा म उपस्थित भएको छु। मैले चाहिँ अब यो नयाँ सालदेखि चाहिँ केही ब्लग गर्ने सोचिरहेको छु र यो मैले ब्लग गर्दा एउटा रेगुलर ब्लग गर्ने निर्णय लिएको छु र एउटा राम्रो सक्षम अथवा राम्रो एउटा युट्युबर बन्ने सोचिरहेको छु। आई होप सबैजनाले माया गर्नुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु। तसर्थ मैले मेरो परिचय दिन चाहन्छु। मेरो नाम चाहिँ विशाल बराल। अहिले हाल पोर्चुगलमा बसोबास गर्दैछु र पोर्चुगलमै मैले अध्ययन गरिरहेको छु, स्टडी गरिरहेको छु र यहाँ मेरो बाबा र म बस्दैछौँ। अनि हिजो हाम्रो चाहिँ 15 दिनको छुट्टी भएको थियो अस्ति नैको। अनि अस्ति मन्डेदेखि चाहिँ स्कुल हो के। अनि आज 2 दिन चाहिँ गएन, त्यतिकै काम परेर गएन। अनि आजदेखि जान लाग्यो कि म स्कुल है। आजदेखि जान लाग्यो हैन। अब त्यही हो, म त के बोलौँ भन्ने भयो, कस्तो अर्कै लाग्यो होइन। अब सुरुमा यस्तै हो होइन, तर पनि म हार खाँदैन कि म एकदम मेहनत गर्छु भन्ने सोचिरहेको छु कि अब मलाई यही क्यामेरासँगै मर्ने बाँच्ने हुन्छ नि। लाइक अब जेमा पनि यही क्यामेरै हो जस्तो लाग्न लाग्यो कि म आफै भित्रै मनैदेखि यो ब्लग बनाउँदैछु कि है, धेरै कुराहरू सोचेर है। त्यही हो, अब अरू त के भन्ने हो र होइन। अब यस्तै छ। अब तल गएर बसले कुर्न पर्ने हुन्छ है, तल गएर बसले कुर्न पर्ने हुन्छ। अहिले 7:50 भएको छ। 8:30मा हो बस आउने। म चाहिँ किन आज छिटो गएको भन्दा मैले यस्तै यो ब्लग आजदेखि सुरु गर्छु, बादमा बनाउँदै जान्छु भन्नेको कारणले गर्दा चाहिँ मैले यस्तो गरेको होइन। ल ठिक छ, हातपात पनि रहेछ यार, हातै दुख्यो यार मेरो त यार, तर केही छैन होइन। तर मलाई नि हुन्छ नि लाइक अब अलिकति राम्रो युट्युबर बनाऊँ भन्ने सोच हो कि हुन्छ नि। अब आफूमा केही छ जस्तो पनि लाग्छ कि, तर युट्युबर बने पनि कसरी बन्ने भन्ने हाम्रो हुन्छ नि नेपालमा एमआरबी दाई, अनिल सुनार, बेबो, सुरक्षा, यिनीहरू ठुला हुनुहुन्छ नि। त्यस्तो बन्न मन लाग्यो, त्यो हुन्छ नि त्यो। तर म बन्छु कि, कसम बन्छु भनेको। तर साथ सपोर्ट चाहिँ हजुरको चाहिन्छ कि मलाई, बुझ्नु भएन? साथ सपोर्ट चाहिन्छ होइन। त्यस्तै हो, यस्तै छ, हिँडिरहेको छु है। अब अरू कुराहरू त बिस्तारै सबै खुल्दै जान्छ पछाडि है, के कस्तो भनेर। अहिले चाहिँ अब यस्तै छ, अब जस्तो आयो त्यस्तै फ्रस्ट्रेट भने जस्तो ठिकै छ। अब यस्तै हो। अब अरूभन्दा पनि म स्कुल गइरहेको हुन्छु नि त सधैँ है, रेगुलर। अनि मेरो सटरडे र सन्डे चाहिँ छुट्टी हुन्छ। अनि गइरहेको बेला चाहिँ के हुन्छ भन्दा यस्तो ब्लग बनाउने वातावरण चाहिँ हुन्छ कि, जो है ब्लग बनाउने वातावरण चाहिँ हुन्छ कि। कसरी हुन्छ भन्दा अब म स्कुल जान्छु, त्यहाँ नेपाली इन्डियनहरू पनि हुन्छन् है। अनि फेरि अलिकति वातावरण छ क्या त्यहाँ। अनि क्लासमा के कस्तो हुन्छ, कति पहिल्यै बुझ्न मन लागेको हुन्छ, कस्तो हुँदो रहेछ पोर्चुगलमा क्लासहरू कस्तो हुँदो रहेछ, त्यो टाइप पनि हुन्छ नि। हो, त्यो भएर चाहिँ मैले चाहिँ स्टार्टिङ गर्दैछु। सबैजनाले माया गरिदिनु होला है। टिकटकमा जसरी माया गरिदिनु भएको थियो, युट्युबमा गएर नि सबैले माया गरिदिनु होला। म एकदम राम्रो काम गर्नेछु है, एकदम राम्रो के हुन्छ नि। लाइक अब म अब अलिकति ल राम्रै भएर उ गरेँ भने नि म हुन्छ नि अब अलिकति सहयोगहरू यस्तो क्षेत्रहरूमा मतलब हुन्छ नि अलिक अब हुन त्यस्तो भन्न त मिल्दैन, गरिब दुःखी भन्न मिल्दैन। तर पनि हुन्छ नि एउटा मानवताको हिसाबले गर्दा मैले पछाडि है मेरो सोच के हुन्छ नि, आफ्नो माइन्डसेट त हुन्छ नि पछाडि युट्युबबाट आएको पैसाले दुःखी गरिबहरूलाई बार्ने हुन्छ नि, समाजसेवा गर्ने, त्यो टाइपको सोचिरहेको छु कि मैले है। अनि त्यही भएर पनि मलाई कस्तो त्यो मनदेखि के एउटा कुरा के हो भन्दा मलाई उसमा पनि धेरैले मेसेज गर्नुभयो कि मलाई, कस्तो हात पाटेको हात पाटिने रहेछ यार, लास्टै यार के गर्ने होला। अनि मलाई धेरैजनाले टिकटकमा नि भ्लग बनाउनु पर्यो हजुरले भने। अनि 1-2जनाले झन् यति सपोर्ट गर्नुभयो कि अब बनाउने होला नि बिस्तारै भन्दा, तपाईँको भोलि पर्सि बनाउने होला नि, तपाईँको भोलि कहिले आजैदेखि गर्नुहोस्, त्यो टाइपले भन्दा झन् मलाई कस्तो लाग्यो भन्दा हो यो पनि हो, गरेपछि गरेको कि त्यो कामले चाहिँ कन्टिन्यू गर्नु पऱ्यो कि। मनले इच्छाले आफ्नो मनले गरेको कुरा चाहिँ गर्नुपर्ने रहेछ कि। त्यही भएर म चाहिँ स्टार्ट गरिदिएँ है। त्यही हो, अब
जाँदैछु, के हुन्छ कस्तो हुन्छ हजुरलाई देखाउने नै छु। अहिले चाहिँ बाटोमा हिँडिरहेको छु, अब कति मिनट लाग्छ थाहा छैन है। अब त्यस्तै हो हामी यस्तै हो, अब यस्तै रमाइलो गर्ने हिँड्ने यस्तै हो कि अब अलिकति हुन्छ नि टक्क लगाएर। अझ स्कुलमा झन् रमाइलो छ कि, स्कुलमा यति रमाइलो छ स्कुलमा। सबै नेपाली बहिनीहरू छन् है, इन्डियनहरू छन्। अनि मेरो त टिकटक देखेर त्यो पोर्चुगिजले नि मेरो क्लासमा साथीहरू छन् कि, अनि विशाल भन्दैन बिचाल भन्छन् मलाई। अनि के भन्छन् भन्दा बिचाल भन्छन्, अनि बिचाल भनेर मैले यस्तै हेर्छु भने ओइ काली गर्छ कि त्यो त्यसरी जिस्काउँछु मलाई त लामो जस्तो कस्तो र त्यो केटाले त यार पोर्चुगिजले बिचाल ओइ काली गरेर जिस्काउँछ, गर त भन्छ कि मलाई। अनि त्यस्तो हुन्छ कि, अनि रमाइलो छ कि सेम नेपालको जस्तै हुने कि, नेपालको जस्तै छ कि क्लास त सब सेम हुँदो रहेछ कि, सिर्फ भाषा फरक हो, नत्र भने टोटल्ली सेम के। हामी त कसो गर्छौँ भन्दा टिचरले पछाडिबाट पेपरले कागजको डल्ला पारेर हान्ने हुन्छ नि सेम के। अनि एउटाले गरेर ताली बजायो भने सबै भेडा बाख्रा जस्तो गरेर कराउने, सबै सेम हुँदो रहेछ यार। हात त बब्बालै पाटिने रहेछ यार। 6 मिनट पक्क भइसकेछ, तर म यस्तै हालिदिन्छु, केही पनि हुन्न होइन। अब यस्तै छ भ्यूहरू है, भ्यूहरू यस्तै छ, ठिकै छ। अब म चाहिँ तल अहिले बस स्टपमा गएर चाहिँ हजुरसँग भेट्छु है त। ल गाइज म पनि आइसकेँ, बस स्टपमा आइसकेँ है। अहिले चाहिँ लगभग 10 मिनट जति लाग्यो होला माथिदेखि तल आउनको लागि। अनि त्यो 10 मिनट चाहिँ अब अलिकति भिडियो पनि लङ हुन्छ नि त, अनि हो त्यो भएर चाहिँ मैले गराएन है। अनि बस स्टप यही हो होइन, म यहाँ बस स्टपमा छु। अहिले चाहिँ कोही पनि आएको छैनन् है, अहिलेसम्म कोही पनि आएको छैनन्। मेरो 2वटा क्लासमेट पनि छन् यहाँ, पोर्चुगिज क्लास 3वटा छन्, 3वटा छन्, 3वटा साथीहरू छन् क्लासमेटको। अनि अहिले चाहिँ आएको छैनन्। कस्तो मैले क्यामेरा यता हेरेको कि होइन, क्यामेरा धेरै तर क्यामेरा यता छ यार, यस्तो गर्नुपर्छ यस्तो। ल ठिक छ, त्यही हो। म चाहिँ बसको वेटिङमा छु है। अब एकछिनमा बस आउँछ, अनि त्यसपछि म जान्छु, अनि त्यहाँ साथीहरू भेट्छु, अनि क्लास हुन्छ, त्यस्तै छ। अनि म के कस्तो हुन्छ भने के कस्तो हुन्छ म तपाईँहरूले अपडेट गर्ने नै छु है त एकछिनको लागि चाहिँ है। हेलो म त यार सुटै छु नि त यार, बसमा त मजाले बस आएर सुटे। ल गाइस अब हामी चाहिँ स्कुल जान लाग्यो होइन। अब मेरो साथीहरू सबैजना आइसकेका छन्, अब हामी चाहिँ क्लास जाँदैछौँ है। अनि त्यस पछाडि अब कति यहाँ चाहिँ 50 मिनटको क्लास हुन्छ के अरे, अब हेरौँ है। त्यसको लागि यस्तो छ होइन, हामी चाहिँ टक्क ल्याएर अब हामी क्लास जान्छौँ। अनि अहिले के कस्तो हुन्छ अहिले हेरौँ है त। म चाहिँ स्कुलमा आइसकेँ, अनि यो चाहिँ हाम्रो लाइब्रेरी हो, यता लाइब्रेरी छ। हाम्रो क्लास चाहिँ उता माथिनिर छ कि। अनि ल हाम्रो साथी धेरै पछिबाट भेटियो होइन, साथी के छ सन्चै छ ल है। अनि मेरो क्लासमा पढ्ने चाहिँ यिनी साथी हो नि है, यिनी नि अर्को क्लासमा पढ्छन्। अनि त्यो माथिको क्लासमा हामी चाहिँ है, सबै पर्सेन्ट्सहरू मात्रै छन्, यस्तै छन्। अब त्यही हो चाहिँ क्लासमा आइसकेको छु। अनि ठुलो साउन्डले बोल्न मिल्दैन, सानो साउन्डले बोलिरहेको छु। अब त्यही हो, यस्तो छ अगाडिको कम्प्युटर छ, यस्ता छन् है, यस्तो छ। सर दुइटै हुनुहुन्छ सर, तर म देखाउन त्यसरी अहिले भेटौँला ल है त। भर्खर हाम्रो एक पिरियड पढेर चाहिँ ब्रेक भएको छ, अनि भर्खरै हामी घाम ताप्दैछौँ। ल बन्दी म चाहिँ यत्तिकै बसिरहेको थिएँ। अनि बहिनीहरू आएर चाहिँ गफसफ हानिसक्यौँ। अनि बहिनीहरू फेरि अलिकति लजाउँछन् कि यहाँ, अनि टिकटकमा नि देखाउँथेँ नि त मैले बहिनीहरू, यिनीहरू चाहिँ हुन् कि बहिनीहरू। बहिनी केही भन त, हामी लामो समयपछि भेटिरहेको छौँ। फाइनल्ली सकियो यार, भर्खरै सकियो क्लास होइन। अब चाहिँ ब्रेक टाइम हो हाम्रो है। मेरो क्लास चाहिँ यही हो होइन, मेरो क्लास चाहिँ यही हो। त्यहाँ सरहरू हुनुहुन्छ है, मेरो क्लासहरू सरहरू हुनुहुन्छ, त्यहाँ बालै भएन। अनि एउटा कुरा के, अनि त्यहाँ क्लासमा के पोर्चुगिजहरूले मेरो टिकटक देखेरैछन् नि त। अनि त्यो भएर त टिकटक देखेरैछन्, अनि यसले टिकटक चलाउँछ भनेर
मेरो त पुरा अगाडि आएर है पुरा मलाई त के भन्न लगाएर यार ला साइको भयो नि यार। लो गाइस ल हाम्रो चाहिँ क्लास पनि भ्याइयो होइन, अहिले क्लास पनि भ्याइयो। अब घर जान लाग्यो, आज 4 बजे छुट्टी। यस्तो छ पोर्चुगलको हालत, यस्तो छ। अब त्यहाँ बस आउँछ अनि बस आएर अब घर जान्छु। अब बसमा चढेको त के भिडियो गर्ने अलाउड हुँदैन बसभित्र चाहिँ है। अनि त्यसपछि म घर अनि बसबाट झरेपछि चाहिँ आउँछु है त। हेलो, म फेरि पनि स्कुलबाट आएर त्यस पछाडि चाहिँ म घर आएँ अनि त्यस पछाडि खाजासाजा खाएँ है। त्यस पछाडि चाहिँ अहिले हेर्नु न 8 बजिसकेको छ र पनि उज्यालो छ है। भ्यूहरू यस्तो छ हेर्नु, उताको भ्यूहरू यस्तो छ है। अनि म चाहिँ के गर्न अब सरी म चाहिँ के गर्न लाग्यो भने अब चाहिँ खाना डेलिभरी गर्न लाग्यो है। म चाहिँ स्कुटरमा खाना डेलिभरी गर्न जाँदैछु है। के हुन्छ हेरौँ। त्यही हो, मैले अघि नै गर्छु भनेको थिएँ कि, अनि घरमा अलिकति कस्टमरहरू धेरै हुनुभयो अनि त्यही भएर अलिकति मैले गर्न पाएन है। अनि त्यही हो, अहिले चाहिँ म यहाँ ठ्याक्क स्टपमा आएर, यहाँ स्टप छ है, यहाँ आएर चाहिँ भ्लग गरिरहेको छु। त्यही हो, 8 बजिरहेको छ। जस्तै म चाहिँ खाना पुऱ्याउन गएँ है त। अनि के भयो भन्नु न, मसँग चाहिँ ऊ छैन कि, मतलब अगाडि स्ट्यान्ड छैन है। अनि अहिले यसरी नै बनाइरहेको छु कि सरर है। अनि केही पनि छैन, अब यत्तिकै भए नि बनाइरहेको छु है, एकछिन भए पनि। अनि त्यही हो, यताबाट कस्तो नराम्रो जस्तो देखिरहेको छ, तर केही छैन, म्यानेज गर्नु होला है। पछाडिको भ्यू यस्तो छ। म चाहिँ खाना डेलिभरी गर्दैछु है। त्यस्तै हो, स्कुल गएँ आएँ, खाजासाजा खाएँ, त्यही त हो। अनि अलि त 4 जनाको खाना हो, अब तल गएर पुऱ्याइदिनु पर्छ। अनि उहाँ चाहिँ सबै नेपाली चाहिँ हुनुहुन्छ दाइहरू, अनि एउटा दिदी हुनुहुन्छ, उहाँलाई खाना चाहिँ पुऱ्याइदिनु पर्छ कि। ल म चाहिँ एउटा दाइको घर आइपुगेँ। अब खाना चाहिँ अब यहाँनिर छ, अब यो चाहिँ खोल्न पर्ने हुन्छ है। रङ ठाउँमा पार्किङ गरेको छु एकैछिनको लागि, केही भयो भने फेरि तनाव हुन्छ। ल यहाँ खाना चाहिँ यहाँ छ, म चाहिँ अब यहाँ घरमा जाँदैछु, के हुन्छ लेट्स सी। ल अर्को ठाउँ पनि आइसकेँ म है। स्कुटर यहाँ छ, म यहाँ छु। अब यो चाहिँ त्यहाँ पुऱ्याइदिनु पर्ने हुन्छ है। अनि त्यही हो, अब चाहिँ यहाँ अझै जाडो छ, त्यति मान्छे छैनन् है, अलिकति छन् मान्छेहरू चाहिँ है। अब 1 महिनापछि हेर्नु न, यो ठाउँमा यस्तो भिड हुन्छ कि, यस्तो भिड हुन्छ नि, लास्ट बबाले भिड भइदिन्छ कि यो ठाउँमा चाहिँ। अनि त्यही अलिक त टुरिस्टहरू आउने एरिया हो नि त यो भनेको। यता फेरि समुद्र छ कि, म चाहिँ आइसकेँ। यस्तो छ। ल म फाइनल्ली त्यो दिदीलाई पनि पुऱ्याउन आएँ है। यो चाहिँ यहाँ सुपर मार्केटमा काम गर्नुहुन्छ त्यहाँले चाहिँ, सो त्यही भएर चाहिँ म यहाँ आएको हो है। आइपुगेँ है, यही हो मार्केट। अब काममा बिजी हुनुहुन्छ है, अब नेपाली हुनुहुन्छ, अलिकति बोल्न मन लाग्छ। अब त्यस्तै सबैको इम्पोर्टेन्ट भनेकै कामै त हो है, सबैजना काममै बिजी हुनुहुन्छ। त्यही हो, ल त्यही त अब यही हो, मैले चाहिँ खाना छोड्दै अब घर जानुपर्छ। घर गएर कस्टमरहरू खानासाना खाना आउँछन्, अनि त्यो चाहिँ दिन पर्ने हुन्छ। अनि त्यस पछाडि सरसफाइ गरेर त्यसपछि सुटो है। ल अब साइड यति नै हुन्छ होला मेरो भ्लग पनि। अब धेरै लामो भइसक्यो, दिनभरि बनाएको छु है। स्कुल आयो जाओदेखि लिएर यताउति अलिकति त्यही हो, सुरु भ्लग हो है। सबैजनाले हेरेर साथ दिनु होला है। एकदम अगाडि बढ्न मन छ है, हजुरहरूको साथ सपोर्टले गर्दा म धेरै अगाडि बढ्छु। र साथ सपोर्ट जति दिनुहुन्छ झन् म एकदमै भित्रैबाट इन्ट्रेस्टिङ भएर झन् अझै नयाँ नयाँ कुराहरू गर्ने ट्राई गर्छु पनि। हजुरहरूको यदि साथ सपोर्ट दिनुभयो भने, नदिए पनि म गर्छु है। म मेरोबाट 100% दिन्छु। त्यही हो, दिनभरि त्यस्तै भयो, अलिकति भिडियो यताउति बनाएँ मैले है। अनि बनाएँ, केही पनि छैन। अब धेरै मिस्टेकली हुनसक्छ, किनभने मेरो फर्स्ट टाइम हो। मिस्टेकलीबाटै सिक्दै जाने कुरा हो यो भनेको है। त्यही भएर थ्याङ्क यू सो मच वाचिङ माई भिडियो। त्यही हो, सबैजना आफ्नो केयर गर्नु होला है त। थ्याङ्क यू सो मच सबैजनालाई है। बाई, फेरि नेक्स्ट भिडियोमा भेटौँला। बाई।